किनभने सञ्जीवनी कलेज अफ मेडिकल साइन्स नेपालगञ्जमा अहिले फर्स्ट ब्याच जस्तो देखियो, तर यो धेरै पहिलेदेखि नै इस्टाब्लिस बुटवलको कालिका नगरमा सञ्चालनमा रहेको थियो र जसको इतिहास जसलाई थाहा छ उसले सुन्दाखेरि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सको प्रोडक्ट बनेपछि नेपालमा पूर्वाञ्चल युनिभर्सिटीमा नम्बर 1 नै नर्सिङ कार्यक्रममा थियो र त्यसलाई हामीले निरन्तरता होइन कि त्योभन्दा अझ बढी एक्सपिरियन्स दिने भरपुर कोसिस गर्छौँ। त्यो चाहिँ व्यवस्थापनको तर्फबाट यो तपाईँलाई प्रतिबद्धता छ। त्यो बेलामा जब यो बुटवलमा थियो त्यो बेला पनि हाम्रै मेडिकल कलेज युनिभर्सल कलेज अफ मेडिकल साइन्समा चाहिँ त्यहाँका स्टुडेन्टहरूले प्र्याक्टिस गर्थे। तर 2075 सालको ऐन परिवर्तनपछि आफ्नै हस्पिटल चाहिने भएको हुनाले यो सञ्जीवनी कलेज अफ मेडिकल साइन्स जुन यहाँ अहिलेको पहिले नेपालगञ्ज हस्पिटल रिसर्च सेन्टर थियो योसँग गाभिएर ठाउँसारी भएर यहाँ आएको। त्यसले गर्दा नयाँ कलेज भन्ने दुविधामा नबस्नुहोस्, यहाँ सबै एक्सपिरियन्स टिचरहरू पाउनुहुन्छ र केसको कुरा गर्ने हो भने नर्सिङ होस् या पब्लिक हेल्थ होस्, पब्लिक हेल्थको लागि पनि मैले भाइको अघि परिचय सुन्दा घर एक ठाउँमा रहेछ पढ्नलाई, त्यसपछि उसले काम चाहिँ रौतहट, मेरो जन्म नै रौतहट हो, त्यसले गर्दा मैले विशेष ध्यान दिएको थिएँ किन म गाउँमै जन्मेको हो त्यहाँ र पढ्नलाई नेपालगञ्ज भनेपछि 10वटा हो हाम्रो इन्टेक। यो चाहिँ अब उनीहरूले एमसिको क्राइटेरिया अन्तर्गत चाहिँ यो ठाउँमा पहिलोचोटि भएको हुनाले हामीलाई यो फर्स्ट इन्टेक भनेर 2026 मात्र प्रदान गरेको। विश्वास यो थियो कि लगभग भइन्छ भने तर धेरै स्टुडेन्टहरूलाई कन्फ्युजन पनि भयो यो सञ्जीवनी भन्ने कहाँ हो भनेर। त्यसले गर्दा पनि तर जुन एउटा अपर्च्युनिटी मैले हाम्रै यहाँ कार्यरत जुन पिसिएल नर्सिङका बहिनीहरूलाई चाहिँ के भनेको थियो भने दुईटै अप्सन खुल्ला छ, काममा पनि कम्प्रोमाइज हुँदैन, पढाइमा पनि कम्प्रोमाइज हुँदैन। यो होइन कि काम गरेर पढ्छु भनेर चाहिँ काम नगरेर ठगेर पनि पाइँदैन, काम पनि गर्नुपर्छ। कसरी म्यानेज गर्ने तपाईँहरू म्यानेज गर्नुहोस् त्यो कुरा, त्यसमा मलाई आपत्ति छैन। होइन भने फुल स्टडी लिभ मैले दिन्छु भनेको मतलब नोकरी तपाईँहरूको रहन्छ, इभन आफ्टर स्टडी यु क्यान कम एन्ड जोइन टु द सञ्जीवनी। अब अर्को एउटा विशेष मैले यसमा अनुरोध गर्न चाहन्छु के भने नेपालमा नर्सिङ एकदमै जुन सङ्ख्यामा चाहिने त्यो सङ्ख्या धेरै न्यून भएर गएको छ, किनभने यसको चाप चाहिँ विदेशमा पनि भयो। त्यसको एउटा प्रमुख रिजन के थियो भने स्यालेरी। यो जुन अलि अगाडि एउटा आन्दोलन चल्यो त्यो आन्दोलनमा चाहिँ नर्सिङको तलब बढ्नुपर्छ भनेर वकालत गर्ने हाम्रो मेडिकल कलेजहरूको एसोसिएसनको तर्फबाट म पनि थिएँ एउटा। यो होइन यो नर्सिङको चाहिँ तलब निकै नै कम छ, यसलाई एकरूपता ल्याउनुपर्छ, एउटा ठाउँमा पुगाउनुपर्छ भनेर हाम्रो यस दुईटैमा नेपालगञ्ज मेडिकल कलेज अफ यहाँ जुन छ हाम्रो कोलपुरमा भएको मेडिकल कलेज र यहाँ कुनै पनि त्यस्ता आन्दोलन गतिविधि किन भएन भन्दाखेरि यसमा जुन दिइरहेको सेवा सुविधा जुन सरकारमा माग राखिएको र सहमति भयो त्योभन्दा कम थिएन र त्यसलाई हामीले समय अनुकूल त्यसलाई परिमार्जन गर्यो। तर एउटा अर्को अझै खाँचोको कुरा के छ भने क्वालिटी सर्भिस। अहिले पनि मैले हो डाक्टरले हेर्छ तर बिरामीलाई सबभन्दा बढी टाइम दिनेको भनेको नर्स हो। भनेपछि नर्स अलिकति प्रोएक्टिभ चाहिँ हुनैपर्छ, चनाको हुनुपर्छ, नेग्लिजेन्स भनेको जिरो जस्तै हुनु पऱ्यो, त्यहाँ आफ्नो ड्युटी राम्रोसँग गर्नु पऱ्यो। म के चाहन्छु भने भोलि कुनै पनि यो जुन पढाइको क्रममा जुन अघि करिकुलम देखाउनु भयो त्यसमा प्र्याक्टिकल ट्रेनिङ भनेर दिएको छ नि, त्यो प्र्याक्टिकल कम थ्योरी, किन म पनि बाई प्रोफेसन चार्टर्ड एकाउन्टेन्ट हो, हाम्रो बेलामा पनि प्र्याक्टिकल समय हुन्थ्यो र पढाइ गर्नु पर्थ्यो। अहिले अलिकति करिकुलम चेन्ज भएको छ चार्टर्ड एकाउन्टेन्टको। र त्यो बेला जुन जुन सिए भएर आयो उनीहरूको जुन क्वालिटी छ त्यो आजकोमा अलिकति कम मैले भेटाउँछु, किनभने पढ्न मात्र पढ्नेलाई पढ्ने अनि प्र्याक्टिकल पछि गर्ने। तर यो विषयमा के छ भने प्र्याक्टिकल सँगसँगै जानुपर्ने, फिल्ड वर्कमा जानुपर्ने भएको हुनाले दुइटै प्यारलली कोरिलेट कसरी गर्ने। जस्तो बेसिक साइन्सको हामीले फ्याकल्टीहरू जानुभयो होला केही कामले, हाम्रो एनाटोमीको पनि अवस्था यही हुन्छ। एनाटोमी पनि त्यो ग्राफसँग उहाँहरूलाई हामीले पनि के भन्छौँ भने र यो के हुन्छ भने अर्को कुरा पनि क्लियर के गर्न चाहन्छु भने बेसिक साइन्समा पनि तपाईँले टेन्सन लिनु पर्दैन। फेरि सोच्नु होला कि यहाँ त नर्सिङ मात्र छ, मेडिकल कलेज भएको भए त त्यहाँ बेसिक साइन्स राम्रो थियो। हाम्रो नेपालको मेडिकल कलेज पनि हाम्रै हो, यो पनि हाम्रै हो। त्यसले गर्दा बेसिक साइन्सको फ्याकल्टी, बेसिक साइन्सको तपाईँको थ्योरी क्लास, प्र्याक्टिकल क्लासमा कुनै त्यस्तो दुविधा मनमा लिइरहनु पर्दैन। तपाईँले पढ्दै जानुहोस्, भेटाउनु हुनेछ।
तर आफूलाई अब्बल साबित गरेर यो तपाईँहरूको हातमा हो। त्यसमा कमी कमजोरी भयो तपाईँले कोअर्डिनेटरको थ्रु प्रिन्सिपलको थ्रु के कमी भयो भन्ने कुरा भन्नु पर्यो। तर सिक्ने पनि आफै हो, पढ्ने पनि आफै हो। कलेजले एउटा मार्गदर्शन देखाउने हो यो बाटोमा हिँड्ने भनेर, तर त्यसलाई हासिल गर्नलाई तपाईँहरूकै मिहिनेत चाहिन्छ। र त्यसलाई जति राम्रो आफूले इमान्दारीका साथ प्र्याक्टिकल ट्रेनिङमा आफूले चाहिँ चुनावको भएर चाहिँ हेऱ्यो त्यति नै भोलिको दिनमा काम लाग्छ। विदेश जान पनि मैले कसैलाई पनि मैले चाहिँ नो अब्जेक्सनको लागि रोक्दिनँ, किनभने ब्राइट फ्युचर देख्छ र एउटा आफ्नो प्रोफेसनको काम गर्न कोही जान चाहन्छन् भने त्यो नआओस्। अब भर्खर परिवर्तन हुँदैछ नेपालमा पनि, त्यो समय नआओस्, यहीँभित्र रोजगारी क्रिएट होस्, किन नेपालमै कमी छ। तर जान चाहन्छन् पनि एउटा भोलि त्यहाँ गएर त्यही काम गरेको सुन्न पाइयोस्। र यहाँबाट पास आउट गरेँ त्यहाँ मैले धेरै देखेँ, बुटवल पनि छन्, अलिकति दुर्गम जिल्लाको पनि छ, पूर्वको पनि देखेँ मैले होइन। देख्दाखेरि भोलि त्यो ठाउँमा जाँदाखेरि त्यहाँका हस्पिटलको म्यानेजमेन्टले के भनोस् कि कहाँबाट पढेर आएको सम्झिने भनेपछि उनीहरूले खोलेर आओस् न। किनभने हिजोको दिनमा मैले इन्टरभ्यू दिँदाखेरि नर्सहरू के गर्छ भने आयोगका नर्सहरूलाई प्राथमिकता दिन्थ्यो, किन भन्दाखेरि काम पनि त्यतिकै। त्यो कुन बेला हुन्छ भने जब पेसेन्ट फ्लो बढेको हुन्छ, पेसेन्ट फ्लोमा यो नर्स कमी भएको हुनाले ओभरलोडेड लाग्ला तपाईँहरूलाई, त्यसमा अन्यथा नमान्नु होला, त्यो सिक्ने नै हो। केही समयको लागि आफूलाई लाग्छ ओभरलोड भयो, सिक्ने बेलामा धेरै बेर आफूले टाइम दिनु पऱ्यो, त्यो भनेको भोलिको लागि सिक्ने पनि नै हो। हाम्रोमा बिरामीको लागि कमी हुँदैन, नेचर अफ जुन डिजिजेस जुन र कसरी कुन अनुसारले गर्नुपर्छ त्यसमा कुनै कमी छैन भनेको त्यो प्र्याक्टिकल नलेजमा कुनै कमी होला जस्तो लाग्दैन मलाई। स्पेसलाइजेसनमा हामी दिनका दिन हामी नयाँ नयाँमा पनि जाँदैछौँ। फ्याकल्टीमा हाम्रो जहाँसम्म लाग्छ मोर देन इनफ नै हुनुहुन्छ। र यो आज इन्ट्रोडक्सन गर्नुमा धेरै बेला होला, कम्युनिटीको चाहिँ नर्सिङ फ्याकल्टी अलिक बढी देखियो, अरू त पेडियाट्रिक साइकेट्रिकहरू चाहिँ सुनिएन भनेर त्यो इयर वाइज गर्यो। जसरी करिकुलम छ करिकुलम अनुसार नै हामीले थप्दै जाने हो। अहिले जसको खाँचो छ उसलाई नै हामीले रिक्रुट गरेका छौँ, त्यसले गर्दा त्यो अनुसार नै हेर्ने। र जुन पब्लिक हेल्थको केसमा पनि 2 जना भए पनि त्यसमा यो सुन्न सोच्छु कि 2 जना। मैले फर्स्ट टाइम गण्डकी मेडिकल कलेजमा बिएमएलटी सुरु गर्दा 1 जना स्टुडेन्ट आएको थियो, एन्ड सी वाज द टप इन द त्रिभुवन युनिभर्सिटी। त्यसमा म प्राउड गर्छु। बिएमआइटीमा 10 थियो, जम्मा 2 जना आएको थियो। एउटा स्टुडेन्टले सबै इयरमा टप गर्यो भनेको मतलब 1 जना भए पनि त्यो शिक्षा हामी दिन्छौँ जुन एउटा ग्रुपलाई दिने, त्यसमा कुनै हाम्रो चाहिँ कम्प्रोमाइज हुँदैन। त्यसले गर्दा जतिजना आउनुभएको छ ढुक्कसँग पढ्नुहोस्। एन्ड लास्ट again I would like to welcome joining as a Sanjivani family members, as a students. Now you build your career by your own, we will give you the direction. Thank you.